सम्पूर्णमा नमस्ते नमस्कार अनि सबैजनालाई स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। मेरो युट्युब च्यानल नयाँ भएको कारणले गर्दा मेरो माथि लाइक कमेन्ट भ्युजहरू सब्सक्राइबरहरू एकदम कम छ। त्यसैले सानो सानो युजरहरूले चाहिँ सपोर्ट गर्नुहोला र मैले पनि गर्नेछु आफूले सकेको जति। र म चाहिँ अहिले चाहिँ के बनाए भनेपछि सपोर्ट गर्नलाई एकअर्काको हातेमालो गर्नुपर्छ, एकअर्काले सपोर्ट गर्नुपर्छ। सपोर्ट गर्यो भने पक्कै पनि अवश्य माथि बढ्ने हुन्छ र सपोर्ट गर्नलाई कुनै पैसा पनि लाग्दैन, कुनै के पनि लाग्दैन। सबैजनाले सपोर्ट गरिदिनु होला र म चाहिँ त्यत्तिकै पनि सपोर्ट माग्न आएको होइन, केही दुई चारवटा कुरा सुनाएर दुई चारवटा कुरा भनेर मात्रै त्यो गर्छु है त। हाम्रो समाजमा चाहिँ हुने विभेद होइन, विभेद कस्तो कस्तो छ र हाम्रो समाज कस्तो छ के छ भन्ने विषयमा चाहिँ मैले सानो कुरा राख्न चाहेँ। एउटा बुवालाई चाहिँ होइन, जो सन्तानको बुवा छ त्यसलाई चाहिँ होइन, आफ्नो घरमा छोरी छ छोरा छ होइन, जो पनि छ ऊ चाहिँ सानो लाग्छ के होइन, सानो लाग्छ। जो अर्काको छ नि सायद ऊ उही लेभलको होला, उही एजको होला होइन, अर्काको छोरा चाहिँ ठुलो लाग्छ होइन। ओहो यो त ठुलो भइसक्यो, यत्रो बडा मान्छेले किन यस्तो गर्यो होला होइन, किन राम्रो काम गर्यो भने किन यस्तो गर्यो होला। एकदम राम्रो काम गर्यो भने चाहिँ ओहो गर्यो है भन्दैनन् के, एकदम खुट्टा तान्छ। खुट्टा तान्ने मान्छे धेरै हुन्छन्। त्यसैले कसैले केही प्रगति गर्न लाग्यो भने उसलाई सपोर्ट चाहिन्छ कि होइन, उसलाई सपोर्ट चाहिन्छ। र म पनि एउटा बुहारी मान्छे हुँ र मलाई पनि सपोर्ट चाहिएको छ र कसैलाई झन् देखाउनै छ, यसले के गर्छ र यसले के गर्छ र, यसलाई त एउटा भेडाले लतार्छ, चल्लाले गन्दैन, कुकुरले गन्दैन भन्ने मेरा पनि कोही कोही होला नि त। उनीहरूलाई के गरेर देखाउनु छ के, उनीहरूलाई मैले पनि केही गरेर देखाउनु छ। यसको लागि हजुरहरूको साथ सपोर्ट चाहिन्छ मलाई। साथ सपोर्ट भयो भने मैले कसको अगाडि देखाउन सक्छु होइन। एउटा बुहारीले पनि गरेर देखाइ भन्ने एउटा म पनि यो ठाउँमा उदाहरण बन्न चाहन्छु। त्यसैले हजुरहरूले सपोर्ट गरिदिनु होला। मैले हरेस खाने छैन, मैले लगातार मेहनत गरिरहने छु र अवश्य पनि होइन, नहार्नेको जित हुन्छ। त्यसै गरी म पनि कुनै भ्लगहरू ल्याउँछु, कुनै होइन क्यारिकेचरहरू गर्छु, कुनै एक्टिङहरू गर्छु र कुनैमा मैले रिल्सहरू पनि हाल्नेछु र मैले छोटो छोटो नाटकहरू पनि भिडियोहरू बनाउने प्लान गरेको छु। सो सबै तपाईँहरूको सबैको मलाई आशीर्वाद चाहिन्छ, मलाई आशीर्वाद दिनुहोला र बुहारीले गर्न सक्छ भन्ने एउटा हिम्मत पनि दिनुहोला। एउटा बुहारीले पनि गर्न सक्छ भन्ने, त्यो बुहारीले के गर्न सक्छ र भन्न सक्ने सासू ससुराको अगाडि एकदम अठोट अठोट त्यो गराइदिनु होला हजुरहरूले। हजुरहरूको सपोर्टमा नै हुन्छ र यो छोरीले के गर्न सक्छ र भन्नेहरूको अगाडि पनि यो छोरीले गरी है भन्ने गराइदिनु होला। हजुरहरूको साथको मलाई एकदमै जरुरत छ। यदि हजुरहरू सबैलाई मैले पनि सपोर्ट गर्नेछु। त्यो हुन्छ हाम्रो समाजमा चाहिँ होइन, खुट्टा तान्ने मान्छेहरू धेरै हुन्छन्। कसैले मैले के भिडियोहरू हालेँ भनेपछि त होइन नराम्रो कुरा काट्छन् के, बुहारी मान्छ छोरी मान्छ, इज्जत फाली के फाली कस्तो कस्तो कुरालाई लिएर यसले चाहिँ भिडियो बनाएँ भन्ने टाइपको पनि मान्छेहरू हुन्छन्। तर मैले सत्य भिडियो नै बनाएको हुन्छु। हो त्यो हुन पनि हो होइन, बुहारी मान्छेले केही गर्न खोज्यो भनेपछि ऊको चाहिँ खुट्टा तान्ने मान्छेहरू हुन्छन् होइन। अनि आफ्नो छोरीहरूले केही गर्न खोज्यो भने चाहिँ उसको खुट्टा उचाल्ने मान्छेहरू पनि हुन्छन् क्या होइन। त्यसै गरी यो एकदम होइन
यसले के गर्न सक्छ र भन्नेहरूको अगाडि मलाई चाहिँ उचालिदिनु होला, हजुरहरूले सपोर्ट गरिदिनु होला र मैले पनि हजुरहरूलाई फुल सपोर्ट गर्नेछु र हजुरहरूको कारण मेरो शिर उचो भयो भने मैले हजुरहरूकै नै अगाडि नाम लिन चाहन्छु। सायद नयाँ च्यानल भएको भएर होला, सब्सक्राइबरहरू पनि कोही हुनुहुन्न, एकदम लाइक गर्ने मान्छेहरू पनि हुनुहुन्न। प्लिज मलाई चाहिँ लाइक चाहिएको हो होइन। अब अगाडि बढ्नलाई त चाहियो नि त, किनकि मैले चाहिँ त्यस्तो नराम्रो खाले त्यस्तो भिडियो पनि राखेको छैन होइन। युट्युब खोलेको त धेरै भएन, मैले खोल्न जाने कि जानिनँ त्यो पनि थाहा छैन। अब यतातिर चाहिँ कसैले पनि युट्युब खोल्नु चलाउनु त हुन्छ होला, तर भिडियो हाल्ने त्यो गर्ने कसैले पनि थाहा भन्नुहुन्न। त्यसो मैले बाहेक मैले हालेँ, त्यो पनि जानेर हालेँ कि नजानेर हालेँ, कताबाट लगेर हालेँ, कसरी हालेँ मलाई त्यो पनि थाहा छैन र मलाई बोल्न पनि आउन्न कुनै कुरा पनि होइन। म बोल्न पनि जान्दिनँ र मैले चाहिँ विशेष गरी चाहिँ युट्युब खोल्नुको कारण पनि हुन्छ, सबैजना अगाडि बढ्नुको एउटा न एउटा लक्ष्य हुन्छ होइन। कोही युट्युबर बन्न चाहन्छ, कोही भ्लगर बन्न चाहन्छ भने कोही अरू केही पनि त बन्न चाहन्छ होइन। कसैले आफ्नो गाउँघरतिर भएको होइन, आफ्नो गाउँघरतिर भएको नराम्रो नराम्रो कुराहरूको टिप्पणी गर्दै अगाडि बढ्ने त्यो पनि त सोच राखेको हुन्छ। त्यस्तै मेरो पनि त केही होला होइन। त्यसैले मैले पनि हाम्रो गाउँघरतिर अलि चाहिँ नराम्रो नराम्रो होइन, उही पुरानो रीतिरिवाजका मान्छेहरू चाहिँ धेरै हुनुहुन्छ, त्यो चाहिँ हटाऊँ भन्नको लागि मैले चाहिँ युट्युब च्यानल खोलेको र सो हटाउन सकिन्छ सकिन्छ त्यो मलाई थाहा छैन। हजुरहरूको साथ सपोर्ट मिल्यो भने त्यो चाहिँ हुनसक्छ। यहाँको चाहिँ समस्याहरू पनि लिएर आउनेछु मैले। यहाँको समस्याहरू धेरै छन्, धेरै यो ठाउँको गल्ती कमजोरीहरू छन्, नेताहरूको छन्। त्यसैले मलाई हजुरहरूले सपोर्टको आवश्यकता छ, मलाई हजुरहरूको सपोर्ट चाहिन्छ। सपोर्ट दिनुहुनेछ र सपोर्ट मैले पाउनेछु भन्ने मलाई पूर्ण आशा लागेको छ र युट्युब बुहारी मान्छेले गर्न लागेको यस कामलाई चाहिँ तपाईँहरूले लाग्छ अवश्य सपोर्ट गर्नुहुनेछ र हजुरहरूले सपोर्ट गर्नुभयो भने हजुरहरूलाई पनि मैले निराशा बनाउने छैन। हजुरहरूको पनि केही हितको काम मैले गरिदिनेछु र कहीँ विद्यालयहरूको अभाव हुन्छ कहीँ होइन। यो ठाउँमा चाहिँ के छ भनेदेखि विद्यालय पनि एकदम टाढा भएको छ, स्वास्थ्य चौकी पनि एकदम टाढा छ। तिनीहरूको बिचमा मैले कुनै केही ल्याउने छु र यहाँ चाहिँ सबैको लापरवाही छ होइन। विद्यालय गयो भने चाहिँ सरहरूको लापरवाही हुन्छ, स्वास्थ्य भयो भने नर्सहरूको लापरवाही हुन्छ। त्यस्तो विषयहरूलाई मैले उठाउने छु, आवाज उठाउने छु। त्यसको लागि फुल्ली हजुरहरूको सपोर्ट चाहिन्छ। हजुरहरूले सपोर्ट दिनुभयो भने मैले मात्रै यो काम गर्न सक्छु। हस् त, धन्यवाद।